खेमराज सर, मैले यहाँलाई भने अघि पनि भन्नुभयो तपाईको नेता महेश बस्नेतले बोलेको कुरा पार्टीले बोलेको होइन, उहाँको व्यक्तिगत धारणा हो। पार्टीको आधिकारिक धारणा त होइन। पार्टीको आधिकारिक धारणा त के हो भने अब हाम्रो चाहिँ सचिवालयको बैठक हिजो बसेको छ। यसले चाहिँ 2-3टा कुरामा चाहिँ तपाईँको समीक्षा गरेर निष्कर्ष निकालेको छ। फेरि हाम्रो 19 र 20 गते पार्टीको सचिवालयको बैठक बस्दैछ होइन। एउटा पार्टीको नेताका हिसाबले, पार्टीको पोलिट ब्युरो सदस्यका हिसाबले महेश बस्नेतले केही कुरा भन्नुभयो होला, तर उहाँले पनि चाहिँ जेएनजी आन्दोलन चाहिँ गलत थियो, जेएनजीका मागहरू गलत थिए भनेर भन्न खोज्नु भएको होइन। यहाँले उहाँको अभिव्यक्ति सुन्नु भएको छ? सुनेको छु मैले उहाँको, सुनेको छु। तर त्यहाँभित्र भएको जुन घुसपेट थियो, त्यहाँभित्र भएको चाहिँ विध्वंस थियो, तपाईँ हामीले हेरेका छैनौँ। तपाईँ हेर्नु भने भिडियो फुटेजहरू हेर्नु भएको छैन? हेरिरहेछौँ हामीले, निहालिरहेछौँ। प्रहरीका हतियारहरू चाहिँ खोसेर चाहिँ तपाईँको चाहिँ सिभिलले चाहिँ हतियार चलायो। त्यो त एक किसिमको अराजकता नै त्यो हो। अराजकता नै। यसका विरुद्ध महेश बस्नेतले भन्नुभयो। भनेपछि यहाँले महेश बस्नेतले जेएनजीहरू बनाएको, जेएनजी बनाएको के भनेर पनि अभिव्यक्ति दिनुभएको छ के? उहाँले जेएनजी भनेर तपाईहरुले युवाहरूको जेएनजीहरूको चाहिँ मागलाई, आवाजलाई सम्बोधन गर्ने तपाईको नेताले चाहिँ त्यसरी अभिव्यक्ति दिन्छ। उहाँले भनेको कुरा जेएनजी आन्दोलनका विरुद्ध उहाँले अभिव्यक्ति दिएको होइन। जेएनजी आन्दोलनभित्र भएका घुसपैठ, त्यहाँभित्र भएका अराजकता, त्यहाँभित्र भएका लुटपाट होइन, त्यस्ता जुन चाहिँ हिंसात्मक खाले घटनामा संलग्नहरूका विरुद्ध चाहिँ उहाँले भन्नुभएको। त्यो चाहिँ मैले अघि नै भने त, जेएनजी आन्दोलन जुन 23 गते जुन आन्दोलन भयो, माथिगर मण्डलाबाट जेएनजीका लिडरहरूले जसरी नेपाल प्रहरीहरूसँग चाहिँ सामिप्यता राखेर उहाँले आन्दोलनको सुरुवात गर्नुभयो, फुल दिएर शुभकामना दिएर आन्दोलनको सुरुवात गर्नुभयो। त्यो आन्दोलन त्यही ढङ्गबाट अगाडि बढ्यो त? बढेन नि त। बिचमा जुन घुसपैठ भयो होइन, चाहिँ व्यक्तिगत सम्पत्तिहरू चलाउने, व्यावसायिक चाहिँ प्रतिष्ठानहरू चलाउने होइन, अनि मान्छेका चाहिँ घरहरू जलाइदिने, अनि राज्यका चाहिँ सम्पत्तिहरू तहस नहस बनाइदिने। हाम्रो सर, हामी कुराकानीको करिब अन्त्यतिर छौँ। भनेपछि यसका विरुद्ध महेश बस्नेतले के हो भने जेएनजी आन्दोलनभित्र पनि घुसपैठ भयो, अराजकता भयो, नेपाललाई चाहिँ कमजोर बनाउने गरे, नेपालको शासकीय व्यवस्थालाई कमजोर गराउने गरे जुन क्रियाकलाप भयो, ती चाहिँ त्यो चाहिँ राम्रो भएन। ती अराजकहरूले चाहिँ जेएनजी आन्दोलनलाई अझ कमजोर बनाउने गरी लागे भन्ने हिसाबले चाहिँ उहाँले अभिव्यक्ति दिनुभएको जस्तो चाहिँ मैले बुझेँ।